हेलो एभ्रिवान, गुड मर्निङ अनि स्वागत छ हाम्रो छोटो मिनी ब्लगमा। सो गाइज, आज चाहिँ नयाँ दिन, नयाँ साल अनि नयाँ उमङ्गका साथ हामी चाहिँ चाउमिनबाट सुरुवात गर्न लाग्यौँ नयाँ साल होइन। नयाँ सालका लागि चाहिँ हामीले यहाँ चाहिँ फाइनल्ली मिजा रेडी गरिसकेपछि चाहिँ हामीले चाहिँ कराही तातिसक्यो र कराही तातिसकेपछि चाहिँ त्यसमा मैले तेल एड गरेँ है। तेल चाहिँ अलि लिमिटेड गर्नुपर्छ, किनभने ज्यादा युज गऱ्यो भने चाहिँ चाउमिन चिल्लो हुन्छ अनि खानलाई मजा आउँदैन। त्यही भएर चाहिँ मैले अलिकति कम तेल युज गरेको छु। अनि त्यसपछि चाहिँ यो तेल गरम हुँदासम्म चाहिँ म यो कराहीलाई समात्नको लागि चाहिँ एउटा तुना लिन गएँ होइन। तुना लिएर आउँदाखेरि चाहिँ मलाई लागेको थियो यसमा आगो हुन्छ भनेर, फेरि पनि मैले नडरेर चाहिँ हटाउन खोजिनँ। त्यसपछि यसमा मैले जिन्जर गार्लिक एड गरेँ अनि त्यसपछि त्यसमा भएको भेजिटेबलहरूलाई साह्रो एड गरेँ है। अनि त्यसमा काउली पनि एड गरेँ होइन। अनि तपाईँहरूलाई पनि खान चाहनुहुन्छ, यसै गरी बनाएर चाहनुहुन्छ भने चाहिँ भिडियो अन्तिमसम्म हेर्नुहोला भन्दै फेरि पनि भिडियो सुरु गरेँ है। अनि यसलाई चाहिँ बेस राम्ररी अनि घुमाइ चाहिँ हल्का फुल्का पकाएँ होइन, किनभने यसको कडवापन चाहिँ अलिकति गर्नुपर्छ क्या। कडवापन भए चाहिँ चाउमिन खान मजा आउँदैन। अनि त्यसका लागि चाहिँ अलिकति यो भेजिटेबल पनि ज्यादा पकाउनु हुँदैन, यसको चाहिँ कडुवापनका लागि चाहिँ अलिकति पकाउनुपर्छ है। मैले चाहिँ यो पकाउनलाई बेस राम्रोले मेहनत लगाएर चाहिँ यताउता हल्लाएर पकाउन थालेँ है। अनि त्यसपछि चाहिँ यसमा म के एड गर्दैछु है, भिडियो अन्तिमसम्म हेर्नुहोला र भिडियोलाई स्किप नगर्नुहोला। यो भिडियो कस्तो लाग्यो, के लाग्यो होला प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला होइन। आज चाहिँ नयाँ साल, नयाँ दिन होइन, 2083 साल लागिहाल्यो है हाम्रो नेपालको। अनि यसैको खुसियालीमा चाहिँ हामीहरू चाउमिन बनाएर नयाँ साल बनाउनेवाला छौँ है। अनि हजुरहरूले के कस्तो गरेर नयाँ साल बनाउनु भयो र आजको दिन कसरी बित्यो होइन, कमेन्टमा लेख्नु होला भन्दै अब चाहिँ यो हल्का पाकिसक्यो है। पाकिसकेपछि चाहिँ अलिकति चलाउनुपर्छ, किनभने यसले अब पानी छोडिसकेपछि चाहिँ यसमा चाउमिन एड गर्ने होइन। अनि बेस राम्ररी हल्लाएर बेस राम्ररी पकायो भने चाहिँ खानाको मजा नि बेग्लै आउँछ भन्ने चाहिँ मेरो बुढीले साइडबाट भनिरहेको थिएँ है। अनि त्यसपछि चाहिँ यसमा टक्क लाएर म चाहिँ चाउमिन हान्न गएँ। चाउमिन हान्न जाँदासम्म बेसरी चलाइसकेपछि चाहिँ भेजिटेबलसँग राम्रोसँग मिसाइसकेपछि चाहिँ मैले गाइस चाउमिन रेडी भइसकेपछि चाहिँ हामीहरू चाहिँ खानलाई तयार भयौँ। बुढाबुढी अनि छोराछोरी सबै मिलेर चाउमिन खाँदै चाहिँ म चाहिँ टेस्ट गर्दै थिएँ कस्तो भयो भनेर। अनि उताबाट बुढीले भिडियो खिचिराखेको थिएँ। मैले भने भाइ दामी छ, आजको चाउमिन चाहिँ खानुपर्छ दबाएर भनेर फेरि पनि मैले खाएँ होइन। अनि यता चाहिँ मेरो छोरीले पनि खाइरहेको थिएँ। अनि त्यसपछि चाहिँ बुढाबुढी बस्त मिलेर चाउमिन बेस राम्ररी खायौँ र पेट भरिरहेसम्म खायौँ होइन। अनि उता चाहिँ मेरो छोरीले चाहिँ देख्न ओत्तेरी भाइ कसरी मिचेर खाँदैछ भाइ, बच्चाले खाइरहेछ केही छैन। फेरि बुढीले भने ठिक छ, राम्रो छ भने त्यसपछि चाहिँ मलाई भिडियो बनाउन अझ मन लाग्यो, साह्रो फ्यामिलीलाई देखाउन चाहेँ। ऊ चाहिँ मेरो सानो पुन्टु